सम्पूर्णलाई नमस्ते। नेपाल टेलिकम लोकसेवा प्राविधिकतर्फ 3 र 4 तहको तयारी कक्षाको भाग 1 भिडियो बनाउन गइरहेको छु, जसमा सेकेन्ड पेपर अथवा द्वितीय पत्र सेवा सम्बन्धी विषयगतमा आधारित रहेर पावर सिस्टम अन्तर्गत पर्ने एउटा टपिक छ, जुन सिंगल फेज एसी सप्लाई र 3 फेज एसी सप्लाईको बारेमा क्लास दिन गइरहेको छु। र यो विशेष गरी मैले सिंगल फेज एसी सप्लाईको बारेमा जानकारी दिने प्रयास गर्नेछु। सिंगल फेज एसी सप्लाई भनेको के हो? सिंगल फेज सप्लाईमा शक्ति प्रवाह गर्नका लागि दुईवटा तारहरू प्रयोग गरिन्छ। एउटा फेज जसलाई लाइभ अथवा हट भनिन्छ भने अर्को न्युट्रल। जम्मा सिंगल फेजमा चाहिँ एउटा फेज तार र अर्को न्युट्रल तारको दुईवटा तारहरू हुन्छ, जसले चाहिँ के त सिंगल फेज एसी सप्लाईमा भोल्टेज अथवा करेन्ट प्रवाह गर्नको लागि दुईवटा तारहरू प्रयोग गरिन्छ, जसमा फेज र न्युट्रल गरी दुईवटा तारहरू प्रयोग गरिएको हुन्छ भन्ने भनाइ छ। जसरी चाहिँ सिंगल फेज एसी सप्लाईमा सामान्यतया नेपालमा प्रयोग हुने भोल्टेज 220 देखि 230 भोल्ट हुने गर्दछ भने सिंगल फेज एसी सप्लाईको फ्रिक्वेन्सी 50 हर्जमा मापन गरिन्छ। सिंगल फेज एसी सप्लाईको मुख्यतया घरेलु प्रयोजनको लागि प्रयोग गरिन्छ, जस्तै टिभी, बत्ती बाल्न, पंखा चलाउन, फ्रिज चलाउन जस्ता ससाना विद्युतीय उपकरण चलाउनको लागि चाहिँ सिंगल फेज एसी सप्लाईको प्रयोग गरिन्छ। सिंगल फेज एसी सप्लाईको मुख्य विशेषता, यसको पावर प्रवाह एकनासको हुँदैन, साइन वेभ तलमाथि भइरहन्छ। त्यसैले ठुला मोटर चलाउनका लागि चाहिँ उपयुक्त हुँदैन। सिंगल फेजले चाहिँ ससाना उपकरण चलाउनको लागि चाहिँ प्रयोग गरिन्छ, किनभने यसको पावर भोल्टेजहरू चाहिँ एकनासको हुँदैन। र अब हामी रह्यो सिंगल फेज एसी सप्लाईको डायग्राम। सिंगल फेज एसी सप्लाईको डायग्राम चाहिँ हामी कसरी बनाउने भनेपछि सिंगल फेज एसी सप्लाईको डायग्राम चाहिँ हामीले यसरी निर्माण गर्न सकिन्छ, जसमा चाहिँ -1 0.5 0 भयो, माथितिर प्लस छ भने तलतिर माइनस छ। यसरी चाहिँ सिग्नलहरू कहिले पोजिटिभमा कहिले नेगेटिभमा गरेर चाहिँ सिंगल फेज एसी सप्लाईको भोल्टेजहरू यसरी बग्ने गर्दछ। अब रह्यो हाम्रो 3 फेज एसी सप्लाई। 3 फेज एसी सप्लाई भनेको के हो? 3 फेज प्रणालीमा 3वटा फेज तारहरू हुन्छ, जस्तै L1, L2, L3 अथवा RYB र भने अर्को एउटा न्युट्रल तार प्रयोग गरिन्छ। यसमा तीनवटै फेज भोल्टेज एक अर्कासँग 120 डिग्रीको कोणमा ढल्किएका हुन्छन्, जसले गर्दा शक्ति प्रवाह निरन्तर रूपमा सन्तुलन रहन्छ। भनेको सिंगल फेजको आधारमा चाहिँ 3 फेज अलि फरक छ। सिंगल फेजमा चाहिँ दुईवटा तारहरू प्रयोग गरिन्थ्यो भने 3 फेजमा चाहिँ हाम्रो 3वटा तार अथवा 4वटा तारहरू प्रयोग गरिन्छ। 3 फेजमा जस्तै 4वटा तारहरूमध्ये 3वटा फेज तार हुन्छ, जस्तै RYB अथवा L1, L2, L3 भनेर चाहिँ सङ्केत गरिन्छ भने एउटा न्युट्रल तार गरी जम्मा 4वटा तारहरू पनि हुन्छ। र यसमा कुनैमा चाहिँ 3वटा फेज तार मात्रै प्रयोग गरिएको हुन्छ भने कुनैमा चाहिँ न्युट्रल पनि आवश्यक रहेकोले 4वटा तारहरू पनि हुने गर्दछ। र यो 3 फेज पावर सप्लाई एसी सप्लाईको चाहिँ सामान्यतया यसको भोल्टेज चाहिँ 400 देखि 415 सम्म हुने गर्दछ। 3 फेज एसी सप्लाई कल कारखाना, ठुला मोटर, लिफ्ट, धेरै विद्युत खपत हुने व्यापारिक भवनहरू जस्ता उद्योगहरूमा प्रयोग गरिन्छ। अनि यसको विशेषता भनेको धेरै लोड धान्न सक्छ। ठुलो लोडहरू भनेको चाहिँ धेरै क्षमता भएका इलेक्ट्रिक खपत गर्ने उपकरणहरू चलाउन सक्छ। सिंगल फेजको तुलनामा यो बढी कार्यकुशलता हुन्छ भनेको सिंगल फेजको तुलनामा चाहिँ यो बढी काम गर्छ, यसको काम गर्ने क्षमता बढी हुन्छ भन्छ। यसैगरी यो 3 फेज एसी सप्लाई सिस्टमको चाहिँ यो डायग्राम बनाउनु पर्यो भने यसरी चाहिँ 3वटा फेज तार छ, RYB भनेर जस्तै 3वटा तारले सङ्केत गरिन्छ। यो 3 फेजको भयो भने यसको यसै सँगसँगै तल यो सिंगल फेजको चाहिँ यो सिंगल हुन्छ भने 3 फेजको चाहिँ हाम्रो 3वटा चाहिँ RYB L1, L2, L3 भनेर यसरी सङ्केत गरिन्छ, जसको भोल्टेज चाहिँ 120 डिग्रीको कोणमा ढल्किएको हुन्छ भन्छ, 120 डिग्री कोणमा चाहिँ ढल्किएको हुन्छ। र अब हामीले यसै गरी चाहिँ हामीले 3 फेज एसी सप्लाई प्रणालीमा मुख्यतया दुई प्रकारका कनेक्सनहरू हुन्छन्। 3 फेजमा चाहिँ हाम्रो दुई तरिकाले चाहिँ हाम्रो के त 3 फेज कनेक्सन गरिन्छ भन्छ, जसमा दुवैको प्रयोग आवश्यकता अनुसार र लोडको प्रकृति अनुसार फरक ठाउँमा प्रयोग गरिन्छ अरे। 3 फेज जडान गर्दा चाहिँ हामीले दुई किसिमले जडान गर्ने गर्दछौँ, जस्तै एउटा छ स्टार कनेक्सन र डेल्टा कनेक्सन भनेको छ। यसलाई यसरी जडान गर्ने तरिका चाहिँ लोडको आवश्यकता अनुसारले टाइप अफ द 3 फेज भनेको छ। दुई किसिमले चाहिँ हामीले 3 फेज लाइनलाई जडान गर्न सकिन्छ। त्यसमा कुन छ त एउटा अब स्टार कनेक्सन एउटा रह्यो भने अर्को डेल्टा कनेक्सन भन्ने छ। स्टार कनेक्सन भनेको के हो? यसलाई वाई कनेक्सन पनि भन्दो रहेछ। यस प्रणालीमा तीनवटै फेज तारहरू एउटै साझा बिन्दुमा जोडिन्छ, जसलाई न्युट्रल बिन्दु पनि भनिन्छ र यसलाई अङ्ग्रेजी अक्षरको वाई जस्तो देखिने हुनाले वाई कनेक्सन पनि भन्ने गरिन्छ। अब स्टार कनेक्सनमा जम्मा तारको सङ्ख्या 4वटा हुन्छ भने 3वटा फेज तार र एउटा न्युट्रल गरी 4वटा तारहरू हुन्छ। स्टार कनेक्सनमा चाहिँ 3वटा फेज तार र एउटा न्युट्रल तार हुने गर्दछ। यसमा भोल्टेज दुई प्रकारको हुन्छ अरे। अब यसमा चाहिँ यो स्टार कनेक्सन
स्टार कनेक्सनमा चाहिँ हाम्रो भोल्टेज चाहिँ लाइन भोल्टेज भन्ने छ। लाइन भोल्टेज भनेको दुई फेज बिचको भोल्टेज करिब 400 भोल्ट हुन्छ भने फेज भोल्टेज भनेको चाहिँ एक फेज र एउटा न्युट्रल बिचको भोल्टेज चाहिँ 220 हुन्छ। लाइन भोल्टेज भनेको स्टार कनेक्सनमा दुईवटा भोल्टेजहरू हुन्छ, एउटा लाइन भोल्टेज र एउटा फेज भोल्टेज भन्ने हुन्छ। लाइन भोल्टेज भनेको फेज र फेज भनेको दुईवटै फेज तारको चाहिँ 400 भोल्ट हुन्छ भने एउटा फेज र एउटा न्युट्रलको चाहिँ 230 भोल्ट हुने गर्दछ। अब यो स्टार कनेक्सन कस्तो ठाउँमा प्रयोग गरिन्छ भने यो मुख्यतया प्रसारण अथवा डिस्ट्रिब्युसन प्रणालीमा प्रयोग गरिन्छ भनेको प्रसारण लाइनहरूमा प्रयोग गरिन्छ, जहाँ घरहरूमा सिंगल फेज लाइन पठाउनु पर्ने हुन्छ। जहाँ चाहिँ के त जहाँ घरहरूमा सिंगल फेज लाइनहरू पठाउनु पर्ने हुन्छ त्यस्तो ठाउँमा चाहिँ हामीले स्टार कनेक्सन प्रयोग गर्छौँ भने अब डेल्टा कनेक्सन भनेको छ। अब डेल्टा कनेक्सन भनेको के हो? अब डेल्टा कनेक्सन भनेको चाहिँ यस प्रणालीमा एउटा फेजको बिन्दु, फेजको अन्तिम बिन्दु र अर्को फेजको सुरुवाती बिन्दु जोडिन्छ। एउटा बन्द लुप, क्लोज लुप बनाउँछ। यसलाई ग्रीन अक्षरमा त्रिभुज जस्तो आकारको देखिने हुनाले यसलाई डेल्टा भनिन्छ अरे। यो चाहिँ डेल्टा कनेक्सनमा चाहिँ के हुन्छ भन्दा एउटा फेज तारको अन्तिम बिन्दु र अर्को फेज तारको सुरुवाती बिन्दु जोडेर लुप बनाइन्छ अरे। अनि यसमा चाहिँ यो त्रिभुज आकारको देखेको कारणले यसलाई चाहिँ डेल्टा भनिन्छ। तारको सङ्ख्या यसमा केवल 3वटा फेज तारहरू मात्र हुन्छ जसमा न्युट्रल हुँदैन अरे। डेल्टा कनेक्सनमा चाहिँ 3वटा फेज तार मात्रै हुन्छ, यसमा चाहिँ न्युट्रल हुँदैन। भोल्टेज यसमा लाइन भोल्टेज र फेज भोल्टेज बराबर हुन्छ। लाइन भोल्टेज र फेज भोल्टेज बराबर हुने गर्दछ। र यसको अब यो डेल्टा कनेक्सनको प्रयोग भनेको चाहिँ यो मुख्यतया औद्योगिक क्षेत्र, ठुला मोटर चलाउन अथवा पावर ट्रान्समिसनका लागि चाहिँ यो प्रयोग गरिन्छ भनेर भन्छ। यो डेल्टा कनेक्सन चाहिँ मुख्यतया ठुल्ठुला औद्योगिक मोटर चलाउनको लागि वा पावर ट्रान्सफर भनेको एक ठाउँदेखि अर्को ठाउँ पठाउनको लागि चाहिँ हामीले चाहिँ डेल्टा कनेक्सन गर्छौँ भनेर भन्छ।